ओके गो नमस्ते। नमस्कार। तपाईको शुभ नाम के पर्यो? हरिगोपाल श्रेष्ठ। हरिगोपाल श्रेष्ठ। अनि यहाँ हामीले के देख्दैछौँ भने नि त्यहाँ चाहिँ बङ्गुर पालेको रहेछ, यहाँ फेरि पोखरी छ, यहाँ हाँस पालेको छ। यो के गर्न खोजेको यहाँ? त्यहाँ बङ्गुरलाई दाना हाल्यो, बङ्गुरले खाएको चाहिँ बङ्गुरको दिशा चाहिँ तपाईँको पोखरीमा आउँछ र यो पोखरीमा चाहिँ माछालाई त्यो दानाको रूपमा हुन्छ। अनि तपाईँको हाँस यहाँ पालेपछि हाँस यहाँ पोखरीमा जान्छ र पोखरीमा चाहिने अक्सिजन चाहिँ हाँसले चाहिँ त्यहाँ चाहिँ प्रवाह गर्छ। त्यसले गर्दा बङ्गुरबाट माछालाई दाना भयो अनि पोखरीमा हाँस खेल्दाखेरि हाँसलाई पनि पानीको आवश्यकता भएको पूर्ति हुने भयो। त्यसले गर्दा यो थोरै ठाउँको चाहिँ बढीभन्दा बढी उपयोग गरेर यो चाहिँ फाइदा लिनको लागि चाहिँ हामीले यो व्यवसाय सुरु गरेको कति वर्ष भयो होला? यो व्यवसाय गरेको 3 वर्ष भयो। 3 वर्ष भयो। अनि त्यहाँ बङ्गुर पालिएको कतिवटा जति बङ्गुर पालिएको छ त्यसमा? अहिले चाहिँ हामीसँग 9 वटा बङ्गुर छ। हामीसँग बच्चा थियो 28 वटा बच्चा चाहिँ हामीले बिक्री गरिसक्यौँ। अब फेरि सबै ब्याउने छन्। अब ब्याएपछि फेरि त्यो बिक्रीको लागि चाहिँ हामीले फेरि यहाँ चाहिँ मान्छेबाट आइसकेको छ माग। त्यो मागलाई चाहिँ हामीले अब कति हुन्छ त्यो अनुसार प्रवाह गर्छौँ। यो पोखरीमा माछा हालिया छ? पोखरामा माछा छ। यो कुन जातको माछा बेसी हालिया छ? यहाँ चाहिँ माउर जातको माछा। माउर जातको माछा। ए अनि यहाँ चाहिँ हाँस पालिएको छ? हाँस अहिले थोरै छ। अब यो बिक्री भइसक्यो। अब फेरि चल्ला ल्याउने उसमा। अनि यो यत्रो यो एकीकृत कृषि फारम जस्तो देखिन्छ हैन यस यहाँ? अनि यो सञ्चालन गर्न कहाँबाट ऋण ल्याउनु भयो? यो हाम्रो साना किसान कृषि सहकारी संस्थाले खैरेनीबाट हामीले चाहिँ मासुजन्यको ऋण ल्याएर चाहिँ हामी यो हामीले चलाएका छौँ। यो जग्गा चाहिँ पहिला चाहिँ त्यतिकै खेर गइरहेको थियो। यसलाई चाहिँ उपयोग गरेर त्यहाँबाट चाहिँ हामीले व्यवसाय सञ्चालन गरेका छौँ। धन्यवाद। तपाईँले यस भित्र धेरै जानकारी दिनुभयो, यसको निम्ति धेरै धेरै धन्यवाद। हजुरलाई पनि धन्यवाद।